जुजुधाउमा थोरै चिनी मिसाएर होइन यसमा थोरै हाम्रो अलिकति आउँछ दुध आउँछ यसमा हाम्रो दुध आउँछ थोरै यसमा थोरै दुध मिक्स हुन्छ दुध मिक्स भएपछि तपाईको यो जुजुधाउमा मजाले हामीले यसलाई मिक्स गरेर मजाले चलाउनु पर्छ जबकि यो तपाईको अलिकति यो लस्सीमा चाहिँ अलिकति बाक्लो पदार्थ पेय पदार्थ अलिकति राम्रो भयो भने यसमा तपाईको टेस्ट र क्वालिटी नै फरक आउन सक्छ अब भन्न त भनिन्छ यो अब हाम्रो मधेसका दाजुभाइहरूले मजाले तपाईको जनकपुरी लस्सी बनाएर चाहिँ होइन यो तपाईको काठमाडौँ इन्द्रचोक असरमा होइन राम्रोसँग व्यापार गर्नुभएको देख्नु भएको छ होइन त्यहाँ गएर हामीले पनि यसो कहिलेकाहीँ टेस्ट गरिन्छ टेस्ट गर्दाखेरि अब त्यहाँको कस्तो हुन्छ भने जति पनि यो के भाइ तिम्रो 14 कतिवटा 5वटा बिरो यसमा चाहिँ तपाईँको क्वालिटी अलिकति मस्त बनाउनको लागि थोरै अलिकति पेय पदार्थमा दुध अलिकति पानी राखेर तपाईँको मिक्सर अब ठुल्ठुलो फ्याक्ट्री हो भने चाहिँ तपाईँको मिक्सर राख्दाखेरि एकदम सजिलो हुन्छ होइन अब हाम्रो यो सानोतिनो अब तपाईँको दिनमा अब 4-5 केजी दही सेल्स गर्नको लागि चाहिँ अहिले हामीले त्यसरी अब अलिकति डिमान्डेड कस्टमरको डिमान्डेड अलि बिस्तारो ग्रोथ अप हुँदै भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले ह्यान्डमेड तरिकाले बनाइरहेका छौँ यो चाहिँ हाम्रो लोकेसन भन्नुहुन्छ भने काठमाडौँबाट नजिकै मनोहरा पुल पारी टिकाथली महालक्ष्मी 5 मा अवस्थित एसएस डेरीमा हो डेरी अब आफैले चलाइरहेको हो होइन अनि बाँकी त अब तपाईँको क्वालिटीमा नो कम्प्रोमाइज क्वान्टिटीमा नो कम्प्रोमाइज कस्टमर सेटिस्फ्याक्सन इज आवर बेस्ट प्रायोरिटी सकेसम्म आएको कस्टमरहरूलाई हामीले चाहिँ एकदम प्रायोरिटी दिएर चाहिँ तपाईँको एकदम सेटिस्फ्याक्सनको लागि हामीले एकदम गर्न खोजिरहेका छौँ गर्दैछौँ होइन अब अहिलेको यङ जेनेरेसन अनुसारमा चाहिँ यो चाहिँ हाम्रो काठमाडौँबाट नजिकै नरेफाँटको पुल क्रस गरिसकेपछि टक्क अलिकति अगाडि आएर भगवती मन्दिर आउँछ भगवतीबाट लगभग तपाईँको 200 मिटर अगाडि आएपछि काठमाडौँ एसएस डेरी उद्योग एसएस डेरी फर्म उद्योग छ यहाँ आएर तपाईँले चाहिँ राम्रोसँगको क्वालिटीको लस्सी टेस्ट गर्न सक्नुहुन्छ हामीले अब यसलाई मजाले फिर्की लगायौँ अब A1 क्वालिटीको बनायौँ होइन यो चाहिँ हाम्रो अब पौराणिक कालदेखिको चाहिँ अब बुढापाकाहरूदेखि चलन चल्तीमा आएको अनुसारले यो तपाईँको कसौडी हाँडी भन्छ यसलाई स्पेसली यो माटोको पट चाहिँ अब तपाईँको जुजुधाउ यताउति गर्दाखेरि चाहिँ भक्तपुरमा एकदम अवस्थित भएको कारणले गर्दाखेरि अहिले चाहिँ हामीले यसलाई चाहिँ युटिलाइज गर्नको लागि चाहिँ अब टेक्नोलोजीहरू पनि आयो अगाडि त्यो अनुसारले अब हामीले अब चलन चल्ती अनुसारले गरिरहेछौँ होइन अब सर्लक्क अब यसलाई हामीले फिट्यौँ यो फिटिसकेपछि अब यसमा तपाईँको आइस क्युब राख्नुपर्ने आइस क्युब चाहिँ अहिले तपाईँको हिजो बत्ती गएको थियो बत्ती गएको कारणले गर्दाखेरि चाहिँ अहिले राख्न अलिकति हामी क्षमा प्राप्ति छौँ होइन यो मजाले यति घोलिसकेपछि यो तपाईँको एसएस डेरी स्पेसल हुन्छ यसमा अब तपाईँको आउँछ हामीले यसमा अब कस्टमरहरूलाई सेटिस्फ्याक्सन गर्नको लागि कुराउनी छ यहाँ हामी आफैले घरमा आफैले बनाएको होइन यसमा कुराउनी छ कुराउनीको तपाईँको ग्राम भनेको तपाईँको लगभग हामीले 10 देखि 15 ग्राम लिन्छौँ होइन 10 देखि 15 ग्राम कुराउनी पछि अनि हाम्रो तपाईँको फ्लेभरहरूमा राख्नको लागि यो काजुको धुलो हाल्छौँ त्यो पछि हाम्रो आउँछ चेरी यो तपाईँको बनारसको ओरिजिनल चेरी है फेरि यो बनारसको ओरिजिनल चेरी त्यो पछि तपाईँको यो हाम्रो तराईको मकवानपुरे
मकवानपुरे किसमिस यो चाहिँ हाम्रो स्पेसली मकवानपुरमा तपाईँको प्रोडक्ट हुन्छ। अब कतिपय हाम्रो दाजुभाइहरूलाई थाहा नहुन सक्छ होइन। यो मकवानपुरे स्पेसल यो किसमिस, यो नरिवलको धुलो, यो चाहिँ बेङ्गलोरबाट आउँछ। हाम्रो बेङ्गलोर र मैसुर भन्ने सहरबाट आउँछ होइन। र यो पनि अब तपाईँको सर्लक्क यतापट्टि हालेपछि तपाईँको हाम्रो लस्सी रेडी हुन्छ। यो खानालाई चाहिँ तपाईँहरू नरेफाट पारी टिकाथली महालक्ष्मी 5 मा आउन सक्नुहुन्छ। एकदम राम्रो क्वालिटी, कम्प्रोमाइज तपाईँको कुनै कुरामा छैन। क्वान्टिटी र क्वालिटीमा नो कम्प्रोमाइज। कस्टमर सेटिस्फ्याक्सन इज आवर बेस्ट प्रायोरिटी एन्ड द फर्स्ट स्कोप। र यहाँहरूलाई यहाँ आउनको लागि यही भिडियो मार्फत विनम्र अनुरोध गर्दछु। हस्त धन्यवाद। अब यसो माथि कस्तो छ? अब यसो यतातिर यसो घुमाइदेन। यसो माथिको बोर्ड पनि देखा। माथिको बोर्ड छ यसो बाइकहरू टक्क